जय शम्भु, हर हर महादेव। मलाई चिन्ने नचिन्ने सबै दाजुभाइ दिदीबहिनी साथीहरू देश तथा विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूमा जय शम्भु, हर हर महादेव। तपाईँ र तपाईको घर परिवार सबै महादेवले कृपा गरून्, राम्रो हो। जय शम्भु, हर हर महादेव। आज म तपाईहरुलाई एउटा अर्को राम्रो जानकारी दिन गइरहेको छु, जुन जानकारी तपाईहरु आफू म कतिको स्वस्थ छु, मेरो भित्री पाठ पूर्जाहरू कतिको राम्रो छ त, हैन, कतिको काम गरेछ, भित्री कुनै म दीर्घ बिरामी छैन, कुनै भित्र रोग त छैन नि भनेर यसो 1 मिनेटमै तपाईहरु आफ्नै घरमा बसेर कुनै एकान्त ठाउँमा बसेर 1 मिनेटमै चेक गर्न सक्नुहुन्छ, जुन आज म तपाईहरुलाई जानकारी दिन गइरहेको छु, हैन। तपाईहरुले यस्तै गरी अब प्लेटी कसेर अथवा वज्रासनमा, सिद्ध आसनमा आफूले कसरी कम्फर्टेबल हुन्छ बसेर अनि तपाईहरुले सास लगभग 50 देखि 60 सेकेन्डसम्म अथवा 1 मिनेटसम्म भित्र यसरी यस्तै गरी 1 मिनेटसम्म रोक्नुभयो भने सम्झिनु मेरो भित्री पाठ पूर्जाहरू लगभग ठीक छ, म स्वस्थ छु, राम्रो छु, यसरी सम्झिनुपर्छ। यो तरिका चाहिँ बिरामीहरूले, थाई बिरामीहरूले चाहिँ नगर्दिनु होला, हैन। जुन बिरामीहरूले औषधि सेवन चाहिँ गरिराख्नु भएको छ उहाँहरूले चाहिँ नगर्दिनु होला। अरु चाहिँ बाकीले आफूलाई मेडिकल नगइकन, कतै नगइकन आफ्नै घरमै बसेर, बेडमै बसेर त्यो चेक गर्न सक्यो राम्रो हुन्छ। यसरी 1 मिनेटसम्म यदि तपाईले सास रोक्न सक्नुभयो भने त्यो मान्छे चाहिँ स्वस्थ हो, लगभग राम्रो हुन्छ। यो सर्च गरेरै भनेको हो, राम्रो हो। चेक गर्नु होला आफूलाई कतिको स्वस्थ हुनुहुन्छ भनेर। जय शम्भु, हर हर महादेव। कल्याण होस् तपाई र तपाईको घर परिवार। ओम नमः शिवाय।